So let's welcome Karma Singh Lama guys and enjoy the show. Hello everyone, म चाहिँ कर्म लामा। अनि खासमा कुरा चाहिँ के हो भने यो चाहिँ मेरो फर्स्ट टाइम हो एज अ यो ओपनर अनि ह्यापी क्लबमा पनि। एकचोटि ह्यापी क्लबको लागि चाहिँ ताली बजाइदिउँ न। अहिले अहिले ह्यापी क्लब यस्तो चलिरहेको छ नि, यस्तो चलिरहेको छ। एलओडी क्लब दोस्रो नम्बरमा आउँछ क्या। बरु एलओडी क्लबमा केटीहरूलाई टिकट फ्री छ, तर यहाँ कसैले छैन। यहाँको ओनर कार्की दाई समेत आज त पासमा छिर्नुपर्छ कि के हो आफै भन्नुहुन्छ। यस ह्यापी क्लब चाहिँ मलाई कस्तो लाग्छ भने यो पशुपति क्षेत्र वरपर मारवाडी सेवा समितिले गरिब दिन दुखी असहायहरूलाई खाना बाँड्छ नि, ठ्याक्कै त्यस्तै लाग्छ क्या। हामी जस्तो दिन दुखी गरिब असहाय केही गर्न नसकेको कमेडीमा केही गर्छु भन्दा लो पारेकाहरूलाई चाहिँ एउटा मिठो प्लेटफर्म बनेको छ। एकचोटि ताली बजाइदिउँ न। र अनि एकचोटि कमेडीका मारवाडी सेवा समितिको अध्यक्ष कार्की दाइले पनि ताली बजाइदिनु। मैले भने यो मेरो फर्स्ट टाइम हो एज ओपनर। मलाई थाहा थिएन कि ओपनमा के गरिन्छ भनेर। अनि जब यो सो अनाउन्स हो मलाई स्यान्डीले भने क्या तिमी ओपन गर्छौ, तर मलाई थाहा थिएन ओपनमा के हुन्छ भनेर। मैले सोधेँ यो ओपनमा चाहिँ के हुन्छ भने उसले भन्यो स्ट्यान्डअपै हो, तर मेन पर्फर्मरले भन्दा चाहिँ अलिक कम लेभलको जोक हान्न है। हुन्छ आई विल ट्राई माई बेस्ट भने। अर्को कुरा चाहिँ के भन्यो भने ओपनरको मेन काम भनेको चाहिँ मुड बनाइदिनु अरे। अबे साले कस्तो मुड बनाउनु पर्ने। ठिक छ केटाहरूलाई त 2 प्याक खुवायो भने मुड बन्छ, तर यी दिदी बहिनीहरूले मेरो इन्टेन्सन थाहा पायो भने कि म उहाँहरूको मुड बनाउन आइरहेको छु। मिस नेपालको मैले मुड बनाउनु परेको छ। के मेरो यो अनुहारले सम्भव होला त? यो अनुहार यति बुढो देखिन्छ कि आफूले ऐनामा हेर्दा पनि। मेरो आमाले पछाडिबाट देख्नुभयो भने ठुलमा आउनु भएछ साइडमा बस्नु। ठिक छ जिन्दगीमा रिक्सा लिन जान्नुपर्छ। मैले रिक्स नै पनि भन्न सक्थेँ के, तर मेन पर्फर्मरले भन्दा अलिक तल्लो लेभलको यो त यसो हाँसी मजाक थियो। अब सन्नाटा छाउने कामतिर जाउँ, यो लेखेको सेटतिर भन्ने हजुरहरूलाई पुटिन थाहा छ? यो घरमा लाउने पुटिन होइन क्या, भलाद्मी पुटिन हो। भलाद्मी नै हो कि त्यो मान्छे एकदमै। यो अरू देशमा जाँदाखेरि आफूले गरेको दिसा पिसाब आफ्नै देशमा ल्याउँछ नि, त्यो जतिको भलाद्मीहरू को होला त ल भन्नु त। तर किन थाहा छ भलाद्मी पुटिनले भलाद्मी नै जाम किन थाहा छ पुटिनले चाहिँ आफूले गरेको दिसा पिसाब चाहिँ आफ्नै देशमा ल्याउँछ थाहा छ? किनकि उसको नामै पुट इन हो। मैले फर्स्टमा ब्याड जोकबाट सुरु गरेँ, किनभने गुड जोक त पर्फर्मरले गर्छ, मेन पर्फर्मरले। हजुरहरूलाई यो इङ्ग्लिस र नेपालीमा कति डिफ्रेन्ट लाग्छ? मलाई चाहिँ लास्टै लाग्छ क्या। इङ्ग्लिस शब्दमा चाहिँ मलाई अलिकति रेस्पेक्ट गरेको जस्तो फिल हुन्छ, नेपालीमा चाहिँ अपहेलित भएको जस्तो हुन्छ क्या। अम्मा कसम कस्तो भने जस्तै हि इज अ कमेडियन। ठिक छ भाउ ओके। अब आउँदै हुनुहुन्छ हास्य कलाकार। अबे साले कसम अब हास्य कलाकारसँग चाहिँ ठिक छ। अर्को कुरा छ क्या, बाबु के गर्छौ? हँसाउँछु कमेडियन हो। ए चङ्खे भन्न। चङ्खे नाम अहिले कुकुरले बोलायो भने चङ्खे आउँदैन क्या, हामीले एक्सेप्ट गर्नु परेको। योसम्म त ठिकै छ, योसम्म ठिकै छ। अर्को एउटा त नेपाली नाम र राज्यले समेत यति अपहेलना गरेको छ कि जस्तै विदेशतिर भनिन्छ हि इज अ म्याजिसियन। वाउ एकचोटि ताली बजाइदिनु म्याजिसियनको लागि, ताली बजाइदिनु।
अब नेपालीमा अन्तरु मन्तर जन्तर जादुगर जादुगर कतिको मनमा लागिसक्यो होला जादुगर आयो भने पर्स लुकाउनु पर्छ यस्तोको त भर हुँदैन टक्किहाल्छ जादुगर र म्याजिसियनमा धेरै डिफ्रेन्ट छ के एकदमै डिफ्रेन्ट जस्तै विदेशतिर म्याजिसियनहरू आफूले पर्फर्म गर्ने प्लेटफर्म पाइरहेको छ कि ट्यालेन्ट देखाउने ठाउँ पाइरहेको छ नेपालमा ठाउँ भनेकै त्यही कि त गौशाला कि त त्यहाँ पनि नगरपालिकाले खेलेर हैरान्छ नगरपालिकाले एकैछिन अगाडिसम्म ए भाइ आकाशमा जाने कि पातालमा भन्छ एकैछिन नगरपालिका लखेर त आफू कहाँ जाने थाहा हुँदैन क्या अझ अर्को कुरा के भन्दाखेरि विदेशतिर म्याजिसियनहरूले आफूले ट्रिक देखाउँदाखेरि क्या उस हुन्छ नि उसले ट्रिक देखाइरहेछ ठिक छ है नेपालमा कसैले जादु गर्दैछ भने अब हेर यसले परेवा निकाल्छ स्योरै यो त सब मलाई थाहा भइसक्यो परेवा निकाल्छ यसले स्योरै होइन ठिक छ यतिको मैले किनभने यसमा हाँस्दैन जस्तो पनि लागेको थियो क्या अस्ति एक ठाउँमा सुनाएको अडियन्स निलाइदियो पर्फर्म गर्दैछ यताबाट घुरिरहेको छ घुरेर डिस्टर्ब हो मलाई निन्द्रा भन्दा साथ मलाई एकदमै म निन्द्राको चाहिँ यस्तो प्यासन हुन्छ नि त्यो निन्द्रा चाहिँ ममा छ क्या प्यासन यो कुरो चाहिँ मैले कहाँ थाहा पाएँ भने पढ्दाखेरि क्या पढ्दैछ निन्द्रा झुपाइरहेछ ओहो भनेपछि ममा केही छ है यसको ट्यालेन्ट छ है हजुरबुवा हजुरआमाहरू निदाउनु हुन्न नि किन थाहा छ किनभने हजुरबुवा हजुरआमाहरू पढ्नु भएको छैन क्या त्यही भएर निदाउनु हुन्न मलाई चाहिँ कता लाग्छ कि हजुरबुवा अनि बुवाको जेनेरेसन चाहिँ यति बिग्रेको छ कि यति बिग्रेको हो कि कसम कहिले हजुरबुवा र बुवासँग खेतबारीतिर हिँड्नु भएको छ बुवासँग खेतबारीतिर हिँड्यो भने यो देखेको जति सबै जग्गा थियो नि पहिला हाम्रो थियो तेरो हजुरबाउले बेचेको हजुरबुवासँग हिँड्दा पनि त्यही यो जति सबै देखेको जग्गा छ नि तेरो बाउले बेचेको मैले नबेच भनेको थिएँ अझ हजुरबाउसँग बस्दाखेरि के भन्नुहुन्छ भने हाम्रो पालोमा 500 रुपियाँमा काठमाडौँमा जग्गा आउँथ्यो किन नकिनेको भन्दा स्याल आउँछ भनेर नकिनेको अरे अनि अहिले हामी बसेका कहाँ छौँ राष्ट्रिय निकुञ्जभित्र छ हाम्रो घर बाघ भालु आउँछ बाघ भालु भन्दा त स्याल त धेरै ठिक होला नि मलाई चाहिँ यो कता किन उस लाग्छ भने यो 2007 सालपछि चाहिँ हाम्रो बाबुबाजे चाहिँ एकदमै बिग्रेर आएको जेनेरेसन जस्तो लाग्छ 2007 सालपछि त्यस्तो केही भएको छैन नि जे जति बनेको छ 7 सालभन्दा अगाडि बनेको छ जब 7 सालपछि चाहिँ प्रधानमन्त्री बने नि जननिर्वाचित त्यो पछि चाहिँ के भयो भने ठ्याक्कै हाम्रो स्कुलको क्लासको जस्तो भयो क्या क्लासमा जस्तै सरले मोनिटर बनाइदिँदाखेरि सबजना टाइममा अब पिसाब फेर्न जाने टाइममा उठ्ने बस्ने गर्छ जब आफूले आफ्नै साथी मोनिटर बनाउँछ नि जो पनि गइदिएको छ जो पनि यता गइदिएको छ उता गइदिएको छ म चाहिँ अब भने त म ओपनर आएको हो राम्रो गुड जोक त मेन पर्फर्मरले हान्छ नि यो जाँदा जाँदै म चाहिँ एउटा कुरो के भन्छ भने अस्ति मलाई फिल भएको थियो क्या म बियर खाएर बसिरहेको थिएँ अनि एउटा मान्छेले भन्यो के भाइ बियर धेरै नखाऊ फ्याटी लिभर हुन्छ अहिले यत्रो ज्यानै फ्याटी छ त लिभर एउटा फ्याटी हुँदा के हुन्छ त थ्याङ्क यू द्याट्स माई टाइम है त